Janak ji is the first to take the floor. Please come over here. Is this working? Yeah, I guess. So can I ask you to load my presentation, please? Yeah, thank you. Namaste, everyone. My name is Janak Raj Joshi. I was also prepared to deliver my presentation in English and prepared my slide accordingly. But now I opt to go with Dr. Keval Bhandari. So I beg your permission to speak in Nepali. धन्यवाद, नमस्कार सबैलाई। आज मेरो प्रस्तुतिकरणको विषय भू उपयोग योजना र भू उपयोग नीति तर्जुमाको वरिपरि रहनेछ र यसमा विशेष गरी यो स्पेशियल प्लानिङसित मात्र फोकस अथवा त्योसित सम्बन्धित स्पेसिफिक इस्युहरुमा मात्रै नभए अलिकति जेनरल र नेपालको सन्दर्भमा हामीले भू उपयोग नीति तर्जुमा गर्दा र भू उपयोग नीतिको कार्यान्वयन गर्दा अहिलेसम्म हामीले गरेका प्रयासहरू र त्यसको वरिपरि रहेर मैले यो 10 देखि 15 मिनेट भित्र मेरो प्रस्तुतिकरण यहाँहरु समक्ष राख्ने अनुमति चाहन्छु। यसमा म यतिसम्म हुन्छ, यति ठीक छ, क्लियर छ? हजुर, मैले केही विश्वव्यापी च्यालेन्जेसहरु अहिले भू उपयोग खास गरेर स्पेशियल अथवा टेरिटोरियल अथवा अर्बन प्लानिङ मा विशिष्टीकृत भएर त्यसका केही चुनौतीहरूलाई राख्ने अनुमति चाहे। सबैभन्दा महत्त्वपूर्ण र यदि एक सेन्टेन्समा मात्रै भन्ने हो भने अहिलेको एकदमै ग्रोइङ डिमान्ड जुन छ स्पेसको, त्यसलाई चाहिँ हाम्रो लिमिटेड ल्यान्डले कसरी सम्बोधन गर्न सक्छ र कसरी त्यो लिमिटेड ल्यान्ड भित्र अनलिमिटेड डिमान्डलाई हामीले एकोमोडेट गर्न सक्छौं भन्ने विषय हाम्रो महत्त्वपूर्ण च्यालेन्ज हो जस्तो लाग्छ। र त्यो ठूलो डिमान्ड जुन छ त्यो विशेष गरी भौतिक पूर्वाधारहरू अहिलेको बढिरहेको जुन माइग्रेसनका कारणले र शहर तथा शहरोन्मुख क्षेत्रहरूमा हाम्रो जुन बसोबासको क्रम बढ्दो छ त्यसमा विभिन्न किसिमका शहरी सुविधाहरू पूर्वाधारहरू उपलब्ध गराउनका लागि त्यसमा ठूलो चुनौती छ। त्यस्तै व्यक्ति अथवा परिवार अथवा हाम्रो समाजको जुन बसोबास गर्ने एउटा कल्चर छ र त्यसका लागि हाउसिङ निड जुन छ त्यो अर्को एउटा महत्त्वपूर्ण च्यालेन्ज छ, त्यसलाई हामीले एड्रेस गर्नुपर्ने च्यालेन्ज अर्को छ। र त्यस्तै एउटा पहिलादेखिकै यो स्कुल अफ थट्स अथवा फिलोसफी ग्लोबल पार्टनरशिप जुन एसडीजी 17 ले पनि भनेको छ, हामीले हाम्रा आवश्यकताहरूका लागि अथवा त्यसको परिपूर्तिका लागि जुन उत्पादनहरू अथवा जस्तो खाद्य अथवा औद्योगिक उत्पादनहरू छ त्यो एउटा ग्लोबल पार्टनरशिपबाट हामीले आपूर्ति गर्न सक्ने एउटा छ भने अर्को विगत केही समय यता विश्व परिस्थिति जुन किसिमले बदलिरहेको छ त्यसमा हामी आफै आत्मनिर्भर हुनुपर्छ र आफ्नो आवश्यकता चीजहरू आफै हामीले उत्पादन गर्न सक्नुपर्छ भन्ने एउटा नयाँ डिबेट पनि अहिले सुनिएको पाइन्छ, विशेष गरी खाद्य सुरक्षाका सन्दर्भमा। त त्यो एउटा च्यालेन्ज छ जसले चाहिँ हामी हाम्रो निड अथवा डिमान्डहरूलाई कसरी आफै पूर्ति गर्न सक्छौं र त्यसका लागि टेरिटोरियल प्लानिङ अथवा स्पेस कसरी उपलब्ध गराउन सक्छौं भन्ने छ। र इकोनोमी भर्सेस इकोलोजी भनेर मैले भनेको छु, खास गरेर सामाजिक आर्थिक विकासका लागि भूमिको उपयोग महत्त्वपूर्ण एजेन्डा हो र त्यसमा प्रयोग भइरहेको सन्दर्भमा यसको वातावरणीय पक्षलाई पनि हामीले हेर्नुपर्ने हुन्छ र त्यसलाई पनि ध्यानमा राख्नुपर्छ। विशेष गरी यो मानवीय आवश्यकता, त्यस्तै बायोडाइभर्सिटी अथवा ल्यान्डस्केप, नेचुरल ल्यान्डस्केपलाई मेन्टेन गर्नुपर्ने यी च्यालेन्जहरू केही विश्वव्यापी रूपमा अगाडि आइरहेका हुन्। र नेपालको च्यालेन्ज योभन्दा फरक छैन। हामीले यदि हेर्ने हो भने नेपालमा हामीले फेस गरिआएको च्यालेन्जलाई हामी यसरी भन्न सक्छौं, केही उदाहरणहरू यहाँ छन्। हाम्रो बाँझो रहने जग्गाको बाँझो रहने क्रम बढिरहेको छ र यो खास गरेर पहाडी क्षेत्रहरूबाट तराईका अलिकति सुगम र जहाँ चाहिँ केही पूर्वाधारहरू जीवनयापनका सम्भावनाहरू बढी हुने गर्दछन् त्यतातर्फको माइग्रेसनको फ्लो बढिरहेको छ।
जग्गाको खण्डीकरण बढिरहेको छ, जसले गर्दा उत्पादन र उत्पादकत्व र खेतीलाई मेकानाइज गर्न सक्ने अपर्च्युनिटी लुज भइरहेको अवस्था छ। यो क्लाइमेट चेन्जले गर्दा र त्यसैमा पनि मानवीय गतिविधि र प्राकृतिक गतिविधिले गर्दा कायम अथवा देखिने विभिन्न किसिमका रिस्क अथवा त्यसका चुनौतीहरू, त्यसबाट जुन एउटा जोखिमको अवस्था छ त्यो बढिरहेको अवस्था हामी देख्छौँ। शहरी क्षेत्रमा पनि पूर्वाधारको उपलब्धता, अर्बन युटिलिटिजहरू त्यो हामीले अहिले पाइरहेका छैनौँ। हाम्रो जुन इन्फर्मल सेटलमेन्ट र अर्बन अनप्लान्ड हेफजार्ड प्लानिङको ढङ्गले यो अगाडि बढिरहेको छ, जसले गर्दा यो टेन्युर सेक्युरिटी पनि घट्दो अवस्थामा हामीले पाइरहेका छौँ। खानेपानीको स्रोतहरू अथवा प्राकृतिक स्रोतहरू नष्ट भइरहेको यी विभिन्न हामीले देखिरहेका छौँ। केही इक्जाम्पलहरू छन्। उदाहरण यो मेलम्चीको हो, गत वर्ष अथवा 1-2 वर्ष अगाडिको। त्यस्तै प्रत्येक वर्ष कोशी फ्लड हामीले देखिरहेका छौँ। हामीले भूउपयोगलाई व्यवस्थित ढङ्गले अगाडि लान नसक्दा देखिएका केही असरहरू छन्। त्यसैले भू उपयोग नीतिको अवधारणा अगाडि आयो, जसको मुख्य अवधारणा हामीसित जुन अघि मैले निवेदन गरेँ, हाम्रो भूमि जुन प्रयोगमा आइरहेको छैन, जुन अलिकति अन्डर युटिलाइज्ड छ, अलि आवश्यकता भन्दा कम उपयोग मात्रै भइरहेको छ, केही चाहिँ त्यो गलत ढङ्गले उपयोग भइरहेको पनि हामी पाउँछौँ भने केही चाहिँ एक्सप्लोइट भइरहेको छ, आवश्यकता भन्दा बढी पनि त्यो प्रयोग भइरहेको छ। यसको हामीले अप्टिमम र सस्टेनेबल युज इन्स्योर गर्नुपर्ने आवश्यकता छ र त्यसै कन्सेप्टको आधारमा भूउपयोग नीति आएको छ। र यसको मुख्य जुन सैद्धान्तिक अवधारणा छ त्यो हामीले कम्प्लिमेन्टरी ल्यान्ड युजलाई प्रमोट गर्नुपर्ने हुन्छ। जुन कम्पिटिटिभ ल्यान्ड युज छ त्यसलाई रेगुलेट अथवा त्यसलाई ब्यालेन्स र मेन्टेन गर्नुपर्ने आवश्यकता छ भने जुन कन्फ्लिक्टिङ ल्यान्ड युज छ त्यसलाई चाहिँ हामीले एभोइड गर्नुपर्छ। र यसका लागि जुन हामीले भूउपयोग नीति तयार गऱ्यौँ त्यसमा हामीले विभिन्न स्ट्राटेजीहरू, खास गरेर यो पोलिसी मेकिङका बटम अप टप डाउन एप्रोचहरू, जसमा स्थानीय तहहरू, स्थानीय सरोकारवालाहरूसँग सहकार्य गर्ने, उहाँहरूसँग एक किसिमको अन्तर्क्रिया र वर्कसपहरू गर्ने, अहिलेको सिस्टमको रिभ्यू गर्ने, विज्ञ व्यक्तिहरूको सुझाव सल्लाह लिने, स्थानीय तह जिल्ला लेभलमा गएर उहाँहरूको राय सुझाव लिने, पोलिसी ड्राफ्ट बनाउने, त्यसमा कन्सल्टेसनमा लैजाने र त्यसको आधारमा अन्तिम पोलिसी तयार गर्ने कामहरू हामीले गरेका छौँ। र यस भूउपयोग नीतिका मुख्य 5वटा उद्देश्य रहेका छन्, जसमा खास गरेर भूमिको वर्गीकरण गर्नुपर्ने पहिलो छ। विभिन्न आधारहरू छन्, क्राइटेरियाहरू छन्, मापदण्ड छन्, जसको आधारमा भूमिको वर्गीकरण हुन्छ। त्यसपछि त्यसको भूउपयोग योजना तयार गर्नुपर्ने हुन्छ। भूउपयोग योजना तयार गरेर मात्रै भएन, त्यसलाई कार्यान्वयनमा लैजान पर्यो। र तयार भएको भूउपयोग योजनाले विशेष गरी यो नेचुरल रिसोर्सेसहरूलाई संरक्षण गर्ने र डिजास्टरहरूलाई मिटिगेट गर्ने किसिमले हामीले त्यो योजना बनाउने र कार्यान्वयन गर्ने उद्देश्य यसले लिएको छ भने फाइनली यो भूमि प्रशासनका गतिविधिहरू, खास गरेर जग्गाको मूल्याङ्कन गर्ने अथवा त्यसमा कर लगाउने जस्ता ल्यान्ड एडमिनिस्ट्रेसन फङ्सनहरू जुन छन् त्यो भूउपयोग योजनाकै आधारमा हामीले अगाडि बढाउन पर्यो भन्ने 5वटा अब्जेक्टिभ यसमा सेट गरिएको छ, यसको उद्देश्य। र यसको कार्यान्वयनका लागि भूउपयोग नीति मैले निवेदन गरेँ 2015मा आइसकेको छ। भूउपयोग ऐन 2019मा आयो। भूउपयोग नियमावली 2022मा आयो भने यसलाई कार्यान्वयन गर्न केही प्राविधिक सर्कुलरहरू अथवा केही प्रशासनिक ती परिपत्रहरू तयार गरेर सबैको सम्बन्धित सरोकारवालाहरूको जानकारी र कार्यान्वयन प्रयोजनका लागि पठाइएको छ भने एउटा विस्तृत टेक्निकल गाइडलाइन स्टेप वाइज यसको इम्प्लिमेन्टेसन कसरी हुन्छ, एक एक फङ्सन कसरी गर्नुपर्छ भन्ने चाहिँ अहिले तयार भइरहेको छ, लगभग सिद्धिसकेको छ र तर एप्रुभ हुन बाँकी छ। र यसको कार्यान्वयनका लागि केही इन्स्टिट्युसनल एरेन्जमेन्ट गरिएको छ, जसमा हाम्रो सङ्घीय मन्त्रालय छ र नापी विभाग छ। त्यसको साथसाथै भू उपयोग परिषद भन्ने एउटा संरचनाको परिकल्पना गरिएको छ। त्यस्तै प्रदेश तहमा पनि प्रदेशको मन्त्रालयले योसित सम्बन्धित केही कामहरू उहाँहरूको कार्यक्षेत्रभित्र समेत निर्धारण गरिएको छ। प्रदेशमा पनि भूउपयोग परिषदको व्यवस्था छ र सबैभन्दा महत्त्वपूर्ण कार्यान्वयनको क्रममा स्थानीय तहहरू हुने गर्दछन्।
स्थानीय तहहरूमा पनि स्थानीय भू उपयोग परिषद र स्थानीय भू उपयोग कार्यान्वयन समिति भनेर दुई किसिमका संरचनाहरू निर्धारण गरिएको छ। ती संरचनाहरूले काम गरिरहेको अवस्था छ। प्रत्येक संरचना ती जुन इन्स्टिट्युसनल एरेन्जमेन्ट छ ती इन्स्टिट्युसनहरूको रोल्स के छ भन्ने विषय मैले एकदमै छोटकरीमा समय अभावमा म धेरै यसमा जान चाहन्न। संघीय मन्त्रालयले खास गरेर पोलिसीहरू, स्ट्यान्डर्ड्सहरू र यसको एकरूपता सुनिश्चित गर्ने किसिमले त्यसलाई के दिशानिर्देश तयार गर्ने काम गर्छ, प्राविधिक गाइडलाइन्सहरू बनाइदिने काम गर्छ। यसको चाहिँ म्यापिङ गर्ने, खास गरेर भू उपयोग नक्सा, भू उपयोगको अहिले डिजिटल डेटाबेसहरू तयार गर्ने र स्थानीय तहहरूलाई आवश्यक परेमा टेक्निकल सपोर्टहरू, चाहे त्यो म्यापिङका लागि होस्, चाहे त्यो पोलिसी र प्लान तयार गर्नका लागि होस्, त्यो टेक्निकल सपोर्टहरू उपलब्ध गराउने काम गर्छ। र प्रोभिन्सियल प्लानहरू तयार गर्दा कहिलेकाहीँ दुई वा दुईभन्दा बढी प्रोभिन्सहरू बीच कन्फ्लिक्टको स्थिति आयो भने त्यसलाई रिजल्भ गर्ने काम पनि फेडरल मिनिस्ट्री अन्तर्गत राखिएको छ। त्यस्तै सिमिलर कामहरू प्रोभिन्सियल मिनिस्ट्रीको पनि छ, जसमा इन्टर एजेन्सी कोअर्डिनेसन, खास गरेर प्रोभिन्सियल प्लानका लागि इन्टर एजेन्सी कोअर्डिनेसनहरू, इन्टर इन्स्टिट्युसन त्यो कोअर्डिनेसन गर्ने कामहरू त्यहाँ छ, प्रोभिन्सियल प्लानिङहरू। अनि यो विशेष गरी यदि त्यो स्थानीय तहमा कुनै किसिमको यस्तो भल्नरेबल क्षेत्रहरू अथवा कुनै डिजास्टर प्रोन एरियाहरू छ भने त्यसको आइडेन्टिफिकेसन गर्ने र त्यहाँ भएको सेटलमेन्ट्सहरूलाई अर्को ठाउँमा राख्ने जस्ता अधिकारहरू प्रोभिन्स मिनिस्ट्रीहरूलाई दिएका छन् भने महत्त्वपूर्ण काम अघि मैले निवेदन गरेँ लोकल गभर्मेन्ट्सहरूको छ। लोकल ल्यान्ड युज क्लासिफिकेसनलाई रिभ्यू पनि गर्न सक्ने, प्लान पनि बनाउन सक्ने, त्यसलाई अपडेट गर्न सक्ने कामहरू लोकल गभर्मेन्टलाई छ। र ल्यान्ड युज काउन्सिलहरू तीन तहमा छ, फेडरल, प्रोभिन्स र लोकल, जसले खास गरेर प्लान फर्मुलेसन गर्ने, एप्रुभलका लागि सबमिट गर्ने, कोअर्डिनेसन स्टेक होल्डरहरू बीच एक किसिमको सरसल्लाह अथवा छलफल गर्ने र त्यसबाट केही सुझावहरू चाहिँ मन्त्रालयहरूलाई अथवा नेपाल सरकारलाई उपलब्ध गराउने काम काउन्सिलहरूलाई दिइएको छ। त यसको आधारमा जुन अहिलेसम्म हामीले तयार गर्यौँ त्यसको केही रिजल्टहरू म यहाँहरू समक्ष राख्ने अनुमति चाहन्छु। हामीले देशभरिकै ल्यान्ड युज क्लासिफिकेसनको काम सम्पन्न गरेका छौँ। 753 वटै स्थानीय तहको 5 वटा केही हाम्रो त्यसको क्राइटेरियाहरू छ र त्यसको आधारमा कृषि क्षेत्र झन्डै 28%, अरू क्षेत्र वन क्षेत्र लगभग 42% को हाराहारीमा छ। र हामीले यो अहिलेको वर्तमान एउटा कुनै गाउँपालिकाको नक्सा छ जसमा वर्तमान भू उपयोग यस्तो किसिमको छ, पहेँलो हरियो जति वन क्षेत्र अथवा त्यो रातो आवासीय क्षेत्र, पहेँलो चाहिँ कल्टिभेटेड एरियाको रूपमा छ। त्यस्तै देशभरिको सोइल नक्सा हामीले तयार गरेका छौँ, सोइल म्याप त्यो छ। अनि भूमिको क्षमता, भू क्षमता, ल्यान्ड क्यापेबिलिटी म्याप हामीले तयार गरेका छौँ र ल्यान्ड युज जोनिङ हामीले गरेका छौँ। र यो जोनिङ गरेको एरियामा क्याडास्ट्रल डेटा, हाम्रो कित्ता नापीको, हाम्रो कित्ता जग्गालाई चाहिँ त्यसमा ओभरले गरेको यो नक्सा पनि तयार गरेका छौँ। विभिन्न इम्प्लिमेन्टेसन च्यालेन्जेसहरू छन्, खास गरेर जग्गालाई हाम्रो सन्दर्भमा यो त सम्पत्तिको स्रोत हो, सम्पत्ति हो यो व्यक्तिको, यो चाहिँ प्राकृतिक स्रोतको रूपमा कम, स्रोत व्यक्तिको सम्पत्तिको रूपमा बढी लिइने गरेको, जग्गामाथि बढी ओभर डिपेन्डेन्सी हुने गरेको, बिहे व्रतबन्ध अथवा पढाइ लेखाइ सबैको आवश्यकता त्यही जग्गामा ठोकिन जाने र हाम्रो कल्चर पनि फ्युडल सोसाइटीबाट आएको र जग्गा त मेरो जसरी पनि युज गरे हुन्छ भन्ने किसिमको मानसिकता र जग्गामाथि हाउजिङ र अरू यो विकास निर्माणका कामहरूको प्रेसर, जग्गाको मूल्य बढी, खास गरेर यो रेजिडेन्सियल एरिया, कमर्सियल एरियामा यदि क्लासिफाई भयो भने मूल्य बढी हुने, कृषि क्षेत्रमा जग्गाको मूल्य कम हुने। त्यसैले कृषि क्षेत्रमा व्यक्तिहरूले जग्गा राख्न नचाहने त्यस्तो किसिमको एउटा सोच अथवा त्यो फ्याक्टले गर्दा पनि एग्रिकल्चरल एक्टिभिटीमा कुनै किसिमको खासै मोटिभेसन पनि नभएको, न स्किल लेबर पाइन्छ, न त्यसको मेकानाइजेसनको अवसर छ। त्यो विभिन्न कारणले गर्दा र यो सेक्टरल पोलिसिजहरूको बिचमा एक आपसमा कोहेन्सन नहुँदा र स्टेक होल्डर बिच एउटा कोअर्डिनेसनको एउटा समस्याले गर्दा र स्थानीय तहहरूको क्षमता, खास गरेर भू उपयोग क्षेत्र वर्गीकरण र त्यसको कार्यान्वयनमा यी विभिन्न कारणले गर्दा यसको सफल कार्यान्वयनमा केही चुनौतीहरू हामीले देखिरहेका छौँ। तर 3 तहको सरकार छ, सबैको कमिटमेन्ट छ, सबैले यसको लागि आफ्नो एउटा प्रतिबद्धता जाहेर गरेका छन्,
आइसिटी र टेक्नोलोजी बढिरहेको छ, सबैका घोषणापत्रहरूमा छन्। सिभिल सोसाइटीले यसलाई उठाइरहेको छ, मुद्दाहरू उजागर गरिरहेको छ, एवेरनेस बढेको छ। यो कारणले हामीलाई अपर्च्युनिटी कार्यान्वयन गर्न सहजता पनि छ। र अहिले मन्त्रालयले त्यसका लागि अहिले विभिन्न कुराहरू अगाडि बढाएको छ, विभिन्न गतिविधिहरू अगाडि बढाएको छ। यो मेरो अन्तिम स्लाइड हो। अन्तर्मन्त्रालय समन्वय संयन्त्र एउटा गठन भएको छ मन्त्री स्तरीय निर्णयबाट। त्यस्तै मन्त्रालयले विभिन्न स्थानीय तहहरूको क्षमता विकासका लागि प्रशिक्षण केन्द्र र विभाग मार्फत काम अगाडि बढाएको छ। टेक्निकल सपोर्टहरू स्थानीय तहमै गएर त्यहाँ सपोर्ट गर्ने कामहरू अगाडि बढाएको छ। नक्साङ्कन गरिदिने, नक्सा अध्यावधिक गरिदिने कामहरू गरिरहेको छ। गाइडलाइन उपलब्ध गराइरहेको छ र आवश्यकता अनुसार डाटाहरू उपलब्ध गराउने, त्यो डिजिटल डेटा वेब पोर्टल मार्फत डिसेमिनेसन गर्ने सिस्टम अथवा त्यो काम अगाडि बढाइरहेको छ। यति भन्दै मैले आजको लागि आफ्नो प्रेजेन्टेसन यही रोक्ने अनुमति चाहन्छु र यो विषयमा कुनै जिज्ञासा अथवा थप छलफल भयो भने म उपलब्ध हुने प्रतिबद्धता साथ आफ्नो प्रस्तुतिकरण सम्पन्न गर्छु। धन्यवाद। Thank you very much, Janak ji.